वेलकम टु माई न्यू ब्लग र हजुरहरू सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। र आज हामी कहाँ छौँ भने त हजुरहरूले अब थम्बनेल हेरेर सबै याद भयो होला। आज चाहिँ हामी चाहिँ बागलुङमा होइन। हामी चाहिँ किन आएको भने चाहिँ यहाँ चाहिँ हाम्रो बागलुङमा चाहिँ कुलपूजा छ। सो आज चाहिँ हाम्रो कुलपूजा हो। हामी चाहिँ हिजो अब भ्लग बनाउँछु भनेको कस्तो बनाउनै पाएन, हतार भयो है। के बनाउने भनेर होइन। हिजो चाहिँ म डाइरेक्ट स्कुलबाट आएको। सो आज चाहिँ कुलपूजा हो। म चाहिँ भर्खरै मन्दिरबाट आएको। अब मन्दिरमा बनाउँछु भनेको चार्ज अब थिएन, 0। अब यहाँ चार्ज राखेर आएको है म। चार्जमा राखेको अहिले पनि 18 भयो। सो अब देख्न सक्नुहुन्छ यहाँ भ्यू यस्तो राम्रो छ। उहाँ चाहिँ आमाहरू आउँदै हुनुहुन्छ है। आमा पछाडि हुनुहुन्छ जस्तो छ। सो हामी चाहिँ अब हिँड्नु लाग्यो। आमा चाहिँ पछाडि हुनुहुँदो रहेछ। हात दुखेछ साथीहरू। सो हामी चाहिँ यो बागलुङ चाहिँ आइरहेको छौँ भनेको हजुरलाई मैले फर्स्ट ब्लगमा नि। र हामी चाहिँ आइरहेको छौँ, देख्न सक्नुहुन्छ कति राम्रो भ्यू छ कि साथीहरू यो बागलुङको त। हेर्नु न यो डाँडा कति राम्रो छ। मैले जुम गरेर देखाएको छु। यो चाहिँ हाम्रो बागलुङ राजमाटा हो। हामी चाहिँ पहिला नि आएको थियौँ, हजुरले हेर्न सक्नु होला दसैँको ब्लगमा। सो देख्न सक्नुहुनेछ कस्तो राम्रो छ कि। यहाँ चाहिँ गाडी ल्याउनु पर्दा है, त्यसको लागि चाहिँ माइन्ड नगर्नु होला। हेर्नुहोस् यस्तो राम्रो छ। हावा यस्तो बेसकर चलेको नि। यो धम्पुसको जस्तै भयो कि साथीहरू, धम्पुसको जस्तै छ है फ्रेन्ड्स। के गरौँ भनेर झ्याउलाइरहेको थियो। अब भ्लग त बनाउनै पर्यो। सो युट्युबरसित बनाउनु पर्यो। अनि यहाँ चाहिँ धम्पुसको जस्तै छ कि पुरै सिन होइन। यस्तो राम्रो छ गाउँ जस्तो। अझ दसैँको बेलामा चाहिँ हामी चाहिँ दसैँको दिन यहाँ पारिपट्टि पिङ थियो कि, देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ पिङ छ होइन। अनि त्यहाँ खेलिरहेको थियौँ। यस्तो मजा आउँछ नि। अहिले चाहिँ पिङ सब चुड्डिसक्यो, नत्र खेल्नुहुन्थ्यो है। र देख्न सक्नुहुन्छ है त, देख्न सक्नुहुन्छ यहाँको भ्यू। हो माथि गए चाहिँ कति राम्रो हो। हजुर त्यो इफेक्ट हालेको हुन्छ नि टिकटकमा, हो त्यस्तै छ। हिँड्न सकिन्न, यस्तो हिँड्नुपर्छ कुरै नहुनु। म त हिँड्नै सक्दिनँ यस्तो। अझ म बुट लाएर आएको, हेर्नुहोस् हिल गरेर। म के अर्को चप्पल छैन केही नि है। देख्न सक्नुहुन्छ अब यस्तो गाह्रो भयो, हिँड्नुपर्छ। सो भगवान्को ठाउँमा दुःख गरेर जानुपर्छ, सुख गरेर जानु मिल्दैन। सो लेट्स गो त। यस्तो गाह्रो छ साथीहरू हिँड्न, पुरै नहुनु। हिँड्नै गाह्रो भइसक्यो। अब चाहिँ धेरै छैन जस्तो छ है। त्यहाँबाट तल जस्तो हो के अरे। म अघि गएको बिर्सिहाल्छु कि, किनकि धेरै तल जाने ठाउँ छ नि त। एकैछिनपछि ओह्रालो आउँछ, त्यही भएर के आउँछ। उमो सुन्तलादेखि हाई भनिदेऊ गाइजहरूलाई। के हामी कहाँ जानु लाग्यो भनिदेऊ त। मन्दिर। के गर्न? पूजा गर्न। के को पूजा? मन्दिरको कुन पूजा है? यहाँ हुनुहुन्छ है। हामी लेट्स गो है त। गाह्रो हो साथीहरू। फटाफट हिँडिराखिन्, देख्न सक्नुहुन्छ एकदमै राम्रो हो कि यो स्काई। यस्तो नजिक छ, छुइदिउँ जस्तो हुन्छ, छुन सकिन्न। तर अब यहाँबाट तल हो कि होइन, स्ट्रगल गरेर आइयो यहाँ है। अब चाहिँ ओह्रालो स्याहाँ भयो गाइजहरू। यस्तो हो फ्रेन्ड्स, स्याहाँ यस्तो स्याहाँ हुन्छ। खाली पेट त आउँदैन है। अब यो मान्छेलाई चाहिँ देखाउनु हुन्न है, देखाउन न त तिम्रो आइडी ब्यान गरिदिनु। अब ब्यान पनि कसरी गर्छ पहिला त्यस्तै भनेको। तर म हाल्दिनँ कि उसले मलाई गाली गर्छ। सो त्यो मान्छेलाई चाहिँ म हाल्दिनँ। यही छ है उयो भाइसँग हिँडेको। सो है मेरो उमोसँग हिँडेको चाहिँ त्यो हो। यस्तो कस्तो राम्रो दृश्य हो। म त यस्तो राम्रो राख्ने भ्यू हेरेर है। अब यहाँ उम्हिन भ्यू त यस्तो राम्रो प्लेन। फेरि म आज पोखरा जानै पर्छ, भोलि उमोको इक्जाम छ है। प्लस अब स्याटरडे चाहिँ हाम्रो म्युजिक क्लासबाट प्रोग्राम छ, नारायण गोपाल साज होइन।
म चाहिँ त्यसको नि भ्लग बनाउँछु म चाहिँ गीत गाउने हो सो अब हजुरहरूलाई त हालिहाल्छु होइन अब यहाँ नदेखाउनु पर्ने है ल हाम्रो चाहिँ यहाँ पूजा चाहिँ यसरी हुन्छ अब पहिला सुरु चाहिँ मन्दिरमा पूजा गरिन्छ होइन सबै ठाउँको पौडेलहरू चाहिँ आउन मिल्छ हामी पनि पौडेल भयो लेख्दाखेरि चाहिँ शर्मा लेखिन्छ बट शर्माको चाहिँ हाम्रो चाहिँ बाहुनको चाहिँ कमन नेम हो कमन सरनेम हो शर्मा चाहिँ अनि हामी चाहिँ पौडेल भयो सो यहाँ छिन् तेजस्वी मङ्की भएर बस्छिन् अनि यहाँ देख्न सक्नुहुन्छ कुल पूजा सबै खिर खाँदै हुनुहुन्छ एकदमै मजा अझ मैले हजुरहरूलाई भ्यू भनेको थिएँ नि भ्यू देख्नुहोस् यहाँ भ्यू हेर्नुहोस् भ्यू आकाश हेर्नु न आकाश त्यो राम्रो छ है गाइजहरू भर्खरै आर्या आइन् मैले चाहिँ आर्या चाहिँ अघि नै आएको हुँ तर भेटेले चाहिँ मैले अहिले भर्खरै होइन मलाई मेकअप गरिदिनु यहाँ देख्न सक्नुहुन्छ फर्स्ट भ्लगको दिदी को भन्नु होला यिनी नै हुन् फर्स्ट भ्लगको दिदी है अनि त्यही हो अब कति बज्यो यहाँ हेर त 1 बजे 2 बजे 1:58 भयो अब सायद हामी एकैछिनपछि होइन राति घर जान्छौँ होला सो त्यही हो देख्न सक्नुहुन्छ गाइजहरू हेर्नुहोस् कति राम्रो भ्यू छ दसैँमा जस्तै यहाँ थियौँ त्यस्तरी नै आइरहौँ है किनकि त्यो त दसैँभन्दा ठुलो सामान छ एकदमै प्याक छ आज गाडी है एकैछिन फुटाउनु त आजकल त राम्रो हुन्छ किन भिडियो बनाइरहेछौ त नि
कि हुन्डाई नै किन्न पर्ने रहेछ क्या तपाईँको पार्ट्सहरू सस्तो हुने टाटाको इन्डियन गाडी भनौँ न हुन्डाईको खासमा यो गाडी खर्च कि व्यवसाय हुनु पर्यो केही व्यावसायिक के व्यावसायिक भएपछि त त्यसैबाट कमाउँछ तिर्छ भन्ने मान्छेलाई ठिक रहेछ बुझ्नुभयो नि हामी चाहिँ आएको अघि नै हो सो मैले चाहिँ भ्लग बनाउनु बिर्सिरहेको छु बल्ल याद भयो र हामी चाहिँ अघि आएको चाहिँ 7 बजीतिर हो सो हाम्रो चाहिँ जर्नी सेफ भयो हजुरहरूले चाहिँ कुलपूजा कसरी मनाउनु भयो उभौली पर्वको धेरै धेरै नै शुभकामना र यो मैले पूर्णिमाको पनि कसरी मनाउनु भयो प्लिज कमेन्टमा मेन्सन गरिदिनु होला।